114 को उपधारा 1 मा संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था रहेको छ। यसैगरी सोही धाराको उपधारा 2 मा उपधारा 1 बमोजिम जारी भएको अध्यादेश ऐन सरह मान्य हुने व्यवस्था रहेको छ। तस्करी, भन्सार, अन्तशुल्क तथा कर सहित सम्बन्धी, कर प्रत्यक्ष वा अप्रत्यक्ष समेत सम्बन्धी, धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने मार्केट म्यानिपुलेसन वा भित्री कारोबार इन्साइडर ट्रेडिङ सम्बन्धी, मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय अधिकार पत्र र बीमा सम्बन्धी सम्बद्ध कसुरसँग सम्बन्धित सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङको विषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुनमा तत्काल संशोधन गर्न आवश्यक भएको र संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्था समेत नभएकोले सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ निवारण ऐन 2064 लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु।